कान्छीको आगामी नयाँ भागमा कथाले अत्यन्तै रोमाञ्चक र डरलाग्दो मोड लिने निश्चित छ। पहिलो भागमा कान्छीले आफ्नो बुद्धिमत्ता र साहसको प्रयोग गर्दै त्यो पापी खलनायकलाई रक्सीको नशामा लट्ठ बनाएर ढोका खोलेर भाग्न सफल भएकी थिइन्। अब आउने नयाँ भागको सुरुवातमा कान्छी आफ्नो हातमा भएको सागरलाई निर्दोष साबित गर्ने महत्त्वपूर्ण भिडियो प्रमाण जोगाउँदै अन्धकार रातमा रातारात कुदिरहेको दृश्यबाट हुनेछ। कान्छीको पछाडि खलनायकका गुण्डाहरू उसलाई पुनः कब्जा लिन र प्रमाण नष्ट गर्नका लागि चारैतिर खोज तलास गर्दै भौतारिने छन्। अर्कोतर्फ जब त्यो पापी खलनायक बिहान होसमा आउँछ र कान्छी भागिसकेको देख्छ तब उसको होस उड्ने छ र उसले आफ्ना सिक्युरिटी तथा गुण्डाहरूमाथि ठुलो रिस पोख्दै सहरका हरेक नाका, बस पार्क र प्रहरी चौकी वरपर कान्छीलाई फेला पार्न काडा पहरा दिन लगाउने छ। कान्छी भने गुण्डाहरूको आँखा छल्दै रुख बट्याङ र गलीहरूमा लुक्दै छिप्दै न्यायको मन्दिर अर्थात् प्रहरी कार्यालयसम्म पुग्न हर सम्भव प्रयास गर्नेछ। यता जेलभित्र सजाय काटिरहेको सागरलाई भने आफ्नी श्रीमती कान्छीमाथि अझै पूर्ण विश्वास हुनेछ। अरू सबैले कान्छीलाई गलत सम्झेर डिभोर्सको कुरा उठाइरहँदा पनि सागरले कान्छीले पक्कै पनि उसको भलोको लागि नै ठुलो खतरा मोल लिइरहेकी छि भन्ने दृढ आशा राखिनेछ। उता गाउँमा कान्छीका दाइ ठुले आफ्नी बहिनीको यथार्थ स्थिति बुझ्न र उसलाई खोज्नका लागि बिहानै सहरतर्फ प्रस्थान गर्ने तयारी गर्नेछन् भने ठुलो जीवनमा आएकी डम्बरीले घरमा आमा बुवाको स्याहार सुहार गर्दै आफ्नो असल संस्कार देखाउनेछ। सहर आइपुगेपछि ठुले र सागरका भाइ तथा साथीहरू बीच भेटघाट भई कान्छीको रहस्यमय बेपत्ताको पछाडि कुनै ठुलो षड्यन्त्र छ भन्ने कुरा छलफल हुनेछ। अर्कोतिर कान्छीले धेरै दुःख र सङ्घर्ष पछि कुनै सुरक्षित स्थान वा प्रहरी कार्यालयमा पुगेर त्यो मुख्य प्रमाण भिडियो देखाउने छ जसले सम्पूर्ण सत्य उजागर गरिदिनेछ। प्रहरी अधिकारीले त्यो प्रमाण देखेपछि तुरन्तै टोली खटाएर सागरलाई निर्दोष साबित गरी रिहा गर्ने प्रक्रिया सुरु गर्नेछन् र त्यो पापी खलनायक तथा उसका सहयोगीहरूलाई पक्राउ गर्न छापा मार्ने राजनीति बनाउनेछन्। आफ्ना सबै चालबाजी पर्दाफास हुन लागेको खबर पाउनका साथ खलनायकका ठुलो खैला बैला मचिनेछ र उसले देश छोडेर भाग्ने वा कान्छीलाई अन्तिम पटक नोक्सान गर्न दुस्साहस गर्नेछ। तर कान्छीको साहस र सत्यको सती मासुको पतन निश्चित हुनेछ। नयाँ भागमा सागर र कान्छीको भावनात्मक पूर्ण मिलन, खलनायकको विनाश र परिवारमा खुसीको नयाँ किरण आउने बलियो सम्भावना छ। यदि तपाईहरूलाई कान्छी सिरियलको यो आगामी भागको सम्भावित कथा र अपडेट मन पर्यो भने कृपया भिडियोलाई धेरैभन्दा धेरै लाइक गर्नुहोस्, आफ्नो अमूल्य प्रतिक्रिया कमेन्ट बक्समा लेख्नुहोस् र यस्तै नयाँ अपडेटहरू सबैभन्दा पहिला हेर्नका लागि हाम्रो यस च्यानललाई अवश्य सब्स्क्राइब गर्नुहोस्। त्यसपछि प्रहरीको टोलीले प्रमाणको आधारमा तुरन्तै कदम चाल्दै सागरलाई सम्मानपूर्ण रिहा गर्ने कानुनी प्रक्रिया अगाडि बढाउने छ भने अर्कोतर्फ त्यो पापी खलनायकलाई पक्राउ गर्न उसको अड्डामा सिधै छापा मार्नेछ। प्रहरी टोली आउँदै गरेको खबर थाहा पाउन साथ त्यो खलनायक अतालिनेछ र आफ्ना बाँकी गुण्डाहरूलाई लिएर सहर छोडेर भाग्ने अन्तिम प्रयास गर्नेछ। तर प्रहरीले उसलाई घेराबन्दी गरेर हतकडी लगाउनेछ र उसले गरेका सबै अत्याचार तथा षड्यन्त्रको अन्त्य हुनेछ। जेलबाट रिहा भएपछि सागर सिधै कान्छीलाई भेट्न पुग्नेछ र दुवैजना भावुक हुँदै एकअर्कालाई अँगालो हाल्नेछन्। सागरले कान्छीको यो अतुलनीय त्याग, साहस र बुद्धिमत्ता कदर गर्दै आफूले सधैँ उसमाथि राखेको विश्वास सही साबित हुने भएकोमा गर्व गर्नेछ। यदि तपाईहरूलाई कान्छी सिरियलको यो आगामी भागको सम्भावित तथा र अपडेटहरू मन पर्यो भने कृपया भिडियोलाई धेरैभन्दा धेरै लाइक गर्नुहोस्, आफ्नो अमूल्य प्रतिक्रिया कमेन्ट बक्समा लेख्नुहोस् र यस्तै नयाँ अपडेटहरू सबैभन्दा पहिला हेर्नको लागि हाम्रो यस च्यानललाई अवश्य सब्स्क्राइब गर्नुहोस्।